श्रम संस्कृति भनेको के हो यो बुझ्न जरुरी छ। श्रम संस्कृति, श्रम भनेको कुनै पनि काम गर्नु, कुनै पनि कामबाट आय आर्जन हुनु र त्यो कामले देश या समाजलाई एउटा सेवा पुग्नलाई श्रम भनिन्छ। त्यो ढुङ्गै मात्रै बोक्नु पनि होइन, पुलै मात्रै बनाउनु पनि होइन, हरेक कुरा। जस्तो कसैले होटलमा काम गरेर श्रम गरिरहेको छ, कसैले बालुवा चालेर घर बनाउनको लागि काम गरेको छ, त्यो पनि श्रम हो। कसैले टिचिङ गरिरहेको छ, त्यो पनि श्रम हो। विद्यार्थीले पढिरहेको छ, त्यो पनि श्रम हो। अब तपाईको यहाँ इन्जिनियरले काम गरिरहेछ, डाक्टरहरू, नर्सहरू, हरेक फ्याकल्टीमा हुनुहुन्छ नि, सम्पूर्ण कामलाई श्रम भनिन्छ। तर उहाँको पार्टीले सिर्फ बालुवा, ढुङ्गा, इँटा, गिटी र फलाम रड बोक्नेलाई मात्रै श्रम मान्नुहुन्छ। यो तपाईको श्रम होइन, भ्रम हो। हामी यहाँबाट पुष्टि गरिदिन्छौँ। अनि तपाईको एकदम हाम्रो ठुलो एजेन्डा भन्नु भने त्यो चुनावभरि तपाईको एजेन्डा समाज भाड्ने, जातीय द्वन्द्व गराउने, धर्म संस्कृतिको नाममा आफ्नोलाई मात्रै अग्रसर गराउने, अरू जातको केही पनि होइन भन्ने र अरू पार्टी, अरू समुदाय, अरू क्षेत्र, अरू धर्मको मान्छेलाई गन्दै नगर्ने, यो सबैभन्दा ठुलो एजेन्डा तपाईहरुको बोकेर आउनुभएको एजेन्डा। यति भन्दा पनि पुगेन भने यहाँ तल कमेन्ट छोड्न सक्नुहुन्छ। म अर्को सेकेन्ड पार्ट पनि बनाउला बरु। यो श्रम होइन, भ्रम हो तपाईहरुको। यहाँबाट माथि अलिकति लेभल बढाउनुस् क्या, लेभल।